आजको खोर्सानी चाहिँ यति भएछ। ल हेर त माथि छानामै छोइसकेछ नि। के हो तिमी त फल्नै लाग्यो कि के हो? अझै 12वटा गमला छ के सबै गरी चाहिँ यसरी राखेको छ अनि उतासम्म। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। यो चाहिँ हाम्रो अर्को सालको लागि भनेर रोपेको रायोको सागहरू एकदमै राम्रो भइरहेको छ। अनि यहाँ पनि यो चाहिँ मैले अस्ति कामबाट विद्या आन्टीले दिनुभएको रायो साग रोपेको यति ठुलो ठुलो भइसकेको छ। अनि मैले त्यहाँ चाहिँ प्याज छरेको छु यसमा पनि। अनि यहाँ चाहिँ ठुलो खालको लसुन हो, यत्रो ठुलो ठुलो भइसकेको छ। यसको चाहिँ पत्ता खाने बेला भइसकेको छ अनि यसलाई अब खानु पर्ला। अनि उता पर छ कि यो चाहिँ सानो खालको लसुन हो नि त। अनि यो सानो खालको लसुनलाई चाहिँ पलाउन टाइम लाग्ने रहेछ। भर्खरै टुप्पा आउँदैछ। यो ठुलो खालको लसुन र सानोवाला लसुनसँगै रोपेको थियो तर यसलाई चाहिँ टाइम लाग्यो। अनि यता नि छ साग, यहाँदेखि यहाँ सबैतिर साग छ। अनि स्वागत छ हजुरलाई मेरो च्यानलमा। आशा छ हजुर सबैजना आरामै हुनुहुन्छ होला, म पनि आरामै छु भन्दै मैले आजको भिडियो सुरु गरेँ। अनि मेरो चाहिँ अब ड्युटी 2 विक्स जति अफ छ किनभने यो क्रिसमस र न्यू इयरले गर्दाखेरि। अनि अहिले चाहिँ हाम्रो घर एकदमै मेसी छ क्या। यो क्रिसमस नजिक आउँदै गर्दाखेरि चाहिँ ओभर टाइम हुन्छ, त्यही भएर म चाहिँ 7 दिन काम गरेँ। अनि 12 घन्टा ड्युटी चलिरहेको थियो मेरो। अनि छुट्टी नै थिएन क्या, त्यही भएर मैले घर सफा गर्नै पाएको थिइनँ। अनि आज चाहिँ फाइनली मैले घर सफा गर्ने भनेर सोचेको। अनि अहिले चाहिँ हुन त 2:30 बजिसक्यो। आजभोलि फेरि एकदमै चाँडै रात पर्छ क्या, त्यही भएर म चाहिँ अब फटाफट मेरो कामहरू गर्छु। अनि यस्तो छ मेरो ब्याक गार्डन चाहिँ। अनि सागहरू छ अनि अलिअलि यतातिर खोर्सानी पनि छ। मैले आधी चाहिँ मैले अस्ति नै लगिसक्यो भित्र। अनि यहाँ चाहिँ अरू पनि छ। मलाई यो बोट काट्न माया लाग्यो कि किनभने स्टिल सानो सानो चिचिलाहरू फुलहरू फुलिरहेको छ नि त। अनि अझै फलिरहेको छ अनि काट्नै माया लाग्यो। अनि यो चाहिँ मलाई कामबाट कल्पना आन्टीले इस्कुसको बिउ दिनुभएको हो। यो पनि मैले नभ्याएर मैले यत्तिकै राखेको। अस्ति ड्युटीले गर्दा एकदमै बिजी भयो नि त, म त गार्डनतिर त आउनै पाइनँ। अनि अब आज चाहिँ म यो सबै खोर्सानी टिप्छु अनि यसको बोट काटिदिन्छु यसरी। यो चाहिँ अलिक अस्ति काटेको। अब म चाहिँ धेरै नबोलिकन छिटो काम गरिहाल्छु। मेरो फोनमा धेरै स्टोरेज पनि छैन। अनि अस्ति नै यहाँनिर कल्पना आन्टीले मलाई इस्कुसको बिरुवा अलिक ठुलो अलिकति यतिसम्म पलाएकोवाला दिनुभएको थियो। अनि त्यो चाहिँ मैले भित्र रोपेको थिएँ। मैले चाबी ल्याउनु पर्छ, एकैछिनै चाबी लिएर आउँछु पहिला। मैले चाहिँ अब यहाँनिर बास्केट अनि मेरो क्यामेरा स्ट्यान्ड अनि यहाँनिर चाबी पनि लिएर आएको छु। अब चाहिँ त्यो अस्ति नै रोपेको इस्कुसको बोट चाहिँ कत्रो भयो हेर्न जाऊँ। अनि यसमा चाहिँ म खोर्सानी टिप्छु अहिले। सो इग्नोर माई ब्याकग्राउन्ड होइन, मेरो ब्याकग्राउन्ड चाहिँ अहिले एकदमै मेसी छ सफा गर्न नपाएको भएर, त्यही भएर जस्ट इग्नोर गरिदिनु मेरो ब्याकग्राउन्डलाई चाहिँ। अन्त अलिक ठुलो पलाएको चाहिँ चिसोले मर्छ भनेर मैले भित्र रोपेको थिएँ, तातोमा रोपेको थिएँ। लेट्स सी कत्रो भयो हेर्न जाऊँ। अनि यहाँ चाहिँ बिचरा मेरो फुल चाहिँ मऱ्यो क्या चिसोले। अब के गर्ने होला त, यसलाई कसरी बचाउने है। ड्युटीमा यति बिजी भएँ 12 घन्टा ओभर टाइम गर्ने भएको। मेरो फुल बोट बिरुवा सबै बिजोकै भएछ। एनिवेज केही छैन। अब मेरो 2 हप्ता अफ छ। म सकेसम्म चाहिँ सक्दो अब मैले देखेको कामहरू चाहिँ गर्नेवाला छु है। म हजुरलाई देखाउँछु के हो यो। आमा यत्रो ठुलो भइसकेको। बाहिरबाट देखेको क्या, भित्र गएर ढोका खोल्छु भनेर यहाँनिर चाबी लिएर आएको। के हो तिमी, के हो? माथि यो घर यो कन्जर्भेटरीको माथि छानामा छुन लागिसके जस्तो छ। लेट्सी अनि भित्र मैले अस्ति नै खोर्सानीहरू पनि राखेको थिएँ नि त। लेट्सी मलाई त इस्कुसको बोटले त छक्क पारे त्यो। अच्छा कस्तो न्यानो छ क्या यहाँभित्र चाहिँ। अहिलेलाई मेरो यो बास्केट यहीँ राख्छु। आजु जाडो भयो। कस्तो वार्म छ है यो कोठा त, एकदमै न्यानो छ कि। त्यही भएर चाहिँ खोर्सानीहरू मर्छ भनेर मैले अस्ति खोर्सानी इस्कुसको बिरुवा भित्र लिएर राखेको। यो चाहिँ मलाई कल्पना आन्टीले यत्तिको पलाएको दिनुभएको थियो क्या। यो इस्कुसको दाना चाहिँ यत्तिको मात्रै आएको थियो। अनि मैले रोपेँ अनि रोपेर काम गरेँ। अनि 1 हप्तापछि हेर्दा यत्तिको अग्लो भएको थियो क्या। अनि 2 हप्तापछि आएको मेरो इस्कुस त हेर्नु त। के हो तिमी त फल्नै लाग्यो कि के हो? आमा इस्कुस त फल्नै लागिसके जस्तो देख्छ त।
धेरै लामो बोट भयो भने चाहिँ काटिदिनुपर्छ भन्नुहुन्थ्यो नि त आन्टीहरूले। अनि म चाहिँ अलि 1-2 दिनपछि काट्छु भनेर सोचिरहेको थिएँ। हेर्नु त 2 हप्तामा मेरो इस्कुसको बोट कत्रो भएको। यस्तो साह्रो बढ्यो भने त तिमी त यही वर्ष फल्ला जस्तै छौ त। यहीँ काट्नु पर्ला नि है। कस्तो माया लाग्दै काट्नु पर्यो के। अब चाहिँ तिमी यहाँबाट मजाले पलाएर बिस्तारै पलाउने है। यस्तो स्पिडले नि पलाउने होइन ल। अस्ति लिएर राखेको सबै पातहरू झरेछ। म चाहिँ यहाँनिर मेरो सानो बास्केट लिएर आइसकेको छु खोर्सानी टिप्नलाई। अब यहाँ जति भएकोलाई चाहिँ टिपिदिइहाल्छु। त्यसपछि चाहिँ के गर्नु, माया गरेर पनि हुन्न रहेछ। बोट काट्नै पर्यो। काटेन भने फेरि अर्को वर्षको लागि रेडी त गर्नै पर्यो नि। यो टमाटर पनि टिपिदिन्छु। अस्ति नै टिपेको थिएँ, फेरि यहाँनिर बोट मर्दै रहेछ अब यसलाई नि। मैले चाहिँ यो ढिलो रोपेको थिएँ क्या, अनि म त फल्दैन होला भनेको थिएँ, तर फल्यो। यसमै राखिदिन्छु ल। खास अस्ति नै यसलाई चाहिँ टिपेर बोट काटिदिनु पर्थ्यो, तर म भ्याइनँ क्या, त्यही भएर अलिकति ढिला भयो। अब यसलाई चाहिँ मैले काट्न लागि कहाँ काट्ने, यहाँ काट्नु पर्ला। काट्न पनि माया लाग्ने के। ओके, एउटा ढल्यो, अर्को पनि ढल्यो। यो खोर्सानीको चाहिँ फुलिरहेको छ क्या स्टिल। अनि अरू चाहिँ सबै पाकेर रातो भइसकेको छ। अब चाहिँ म यिनीहरू सबैलाई टिप्छु। हाम्रोमा चाहिँ लामो खालको पनि डल्लो खालको पनि अकबरे छ क्या। यो हेर्दाखेरि अकबरे जस्तो देख्छ र हेर्नु त, तर अकबरे अरे यो पनि हेर्दाखेरि त लामो खालको खोर्सानी जस्तो देख्छ है। डल्लो पनि छ, यो चाहिँ डल्लो भयो। यो चाहिँ अकबरे जस्तो लाग्छ मलाई। यो चाहिँ अकबरे होइन जस्तो लाग्छ, तर फेरि लामो खालको पनि हुन्छ अरे अकबरे। ओके, अब रेडी हो। काट्नु पऱ्यो नि तिमीलाई। कहाँ काट्ने, यहाँ काटिदिनु पर्ला। नेक्स्ट इयरको लागि पनि तिमीलाई रेडी गर्नु पऱ्यो नि। अब यिनीहरूलाई चाहिँ बारीमा लगेर फ्यालिदिने हो ल। यो सबै यो वर्षको खोर्सानीको बोट गयो। हाम्रो ग्रिन हाउस चाहिँ पुरा खाली भयो अब। अनि अब त्यहाँनिर खाली गमलाहरू छ। यहाँ चाहिँ अब नेक्स्ट इयर केही रोप्ने हो। 2टा इस्कुसलाई पनि म आजै रोपिदिन्छु। अनि यता चाहिँ मलहरू नेटहरू छ। यो एउटा गमला चाहिँ बोकेर लानुपर्ने छ भित्र। आजको खोर्सानी चाहिँ यति भएछ। यो चाहिँ एकदमै लास्ट खोर्सानी हो। मैले चाहिँ सबै खोर्सानी टिपेर सबै बोटहरू पनि काटिदिएँ। मैले चाहिँ यसरी सबै खोर्सानीहरू टिपेर अनि बोट चाहिँ यतिको छोटो काटेर राखेको छु। कुनै चाहिँ अलि माथि काटेको छु होइन। मलाई थाहा भएन कि खास कति काट्नुपर्ने हो भनेर। कुनै चाहिँ अलिक तल काटेको छु। अनि यो चाहिँ अलि अस्ति काटेको हो कि, अनि अलि अगाडि काटेको भएर यसमा चाहिँ पुरा सानो मुना पनि पलाउन थालिसकेको छ। यहाँनिर यो डेडीको टेबल छ, अनि त्यसले गर्दाखेरि यो टेबलमाथि चाहिँ मैले नराखेको, टेबल बिग्रिन्छ भनेर। अनि यहाँ चाहिँ 12वटा गमला छ क्या, सबै गरी चाहिँ यसरी राखेको छ। अनि उतासम्म, अनि यता तल फुलहरू पनि मैले राखेको छु। अनि यो फुल चाहिँ मर्न लागिसकेछ क्या, चिसोले अस्ति बाहिर राखेको थिएँ। अनि यो त अझै धेरै मरिसकेको जस्तो छ। भित्र तातोमा राखेपछि जागेर आउँछ होला भनेर राखेको। मलाई थाहा छैन आउँछ कि आउँदैन। त्यही पनि आयो भने ठिकै छ, आएन भने पनि ठिकै छ। अनि यता छ इस्कुस, अनि अर्को पनि आज यता रोपिदिएँ। अनि यता चाहिँ अर्को एउटा सिङ्गल रोपेको। मैले चाहिँ यो चामलको बोरामा रोपेको छु, किनभने पछि यिनीहरूलाई बाहिर लगेर सार्ने बेलामा चाहिँ सजिलो होस् भनेर। अनि यो चाहिँ अर्को वर्षको लागि नयाँ खोर्सानीको बिरुवाको लागि मैले चाहिँ यो सबै दाना रोपेको। अनि अब चाहिँ म भित्रको काम गर्छु। मेरो भित्र पनि अझै धेरै काम छ। घरको काम त कहिले गरेर सकिन्न, त्यही पनि जस्ट अलि गर्नुपर्ने कामहरूलाई चाहिँ म गरिहाल्छु। मेन चाहिँ यही खोर्सानीहरू भित्र सार्नुपर्ने थियो, इस्कुसहरू रोप्नुपर्ने थियो, मैले गरिसकेँ। अब चाहिँ भित्र गएर मैले सिटिङ रुम किचनहरूलाई सफा गर्नुपर्ने छ। अब भित्र जान्छु अनि सफा गर्छु। बाई बाई खोर्सानीहरू, सी यु लेटर होइन। अब यो ढोकामा चाहिँ चाबी लगाइदिन्छु म। यो चाहिँ हाम्रो सिटिङ रुम हो। अनि अहिले चाहिँ हामीसँग सोफा छैन, किनभने पहिला हाम्रो पुरानो घरको सोफा चाहिँ हामीले उतै घरमै छाडिदिएर आएको हो। त्यही भएर यो घरमा मुभ भएपछि चाहिँ हामीले सोफा लिएको छैन। अनि यो चाहिँ हाम्रो कपडा सुकाउने, के भन्छ यसलाई, कपडा सुकाउने र्याक।
विन्टरमा हामी चाहिँ यहीँ कपडा सुकाउँछौँ। अब बाहिर त चिसोले सुक्दैन नि त, घाम पनि लाग्दैन। फर्स्टमा चाहिँ मैले त्यो झ्यालहरू सफा गरेँ, अनि त्यसपछि चाहिँ मैले त्यो फ्लोरमा स्विप गरेँ, अनि त्यसपछि मप गरेँ। अनि ड्युटीमा बिजी भएदेखि राम्रोसँगले सफा गर्न पाएको थिइनँ। सफा त गरेको थियो तर चित्त बुझ्ने तरिकाले चाहिँ सफा गरेको थिएन। अनि त्यही भएर आज चाहिँ मजाले चित्त बुझ्ने गरी मैले सफा गरेँ। आजको सरसफाइले चाहिँ मनमा एकदमै शान्ति भयो मलाई। अनि अहिले चाहिँ घरमा हामी बुढा र म दुईजना मात्रै छौँ। त्यही भएर एक दिन पकाएको खानाले 2-3 दिनसम्मै पुग्ने क्या, राखी खान पुग्ने। अब एकचोटि पकाएको एकै दिनमा खाएर नसक्ने। अनि मम्मी र डेडी नहुनु हुँदाखेरि चाहिँ हामी खासै यो केटल र टोस्टर चलाउँदैन। त्यही पनि खाना किचनमा बनाएको भएर एकदमै त्यो ग्रिसी क्या, एकदमै ओइली हुने। अनि त्यही भएर म चाहिँ एकदमै बिजी भए पनि थोरै टाइम निकालेर त्यो कपबोर्डहरू किचनको एरियाहरू सफा गरिरहेको थिएँ। तर पनि एकदमै चाँडै त्यो ग्रिसी आउने क्या। यो सबै सामानहरू चाहिँ मैले यहाँको ड्रबाट झारेको, अनि यो खाली बनाएको छु। यसलाई नै अब सफा गर्ने, अनि यो सबै सामानलाई मिलाएर राख्ने। मैले चाहिँ सबै ड्रमा खानेकुराहरू मिलाएर सकेको छु। मैले चक्लेट बिस्किटहरू राखेको छु, अनि यो चक्लेट बिस्किटहरू चाहिँ अस्ति नै काममा मलाई क्रिसमस र न्यू इयर विस गरेर दिनुभएको। अनि सेकेन्ड ड्रमा चाहिँ छ येल्लो बुलडग स्पाइसी नुडल, अनि 2 PM कोरियन रामेन, अनि किम्ची, नर्मल किम्ची। अनि थर्डमा चाहिँ छ हाम्रो चिकन पोलो किम्ची पोट नुडल, यो पनि एकदमै मिठो हुन्छ। अनि फोर्थमा चाहिँ लेफ्ट ओभरहरू भएको, अनि यसरी प्याकेटबाट खोलेर अनि यहाँ राखेको छु। सो यसरी मैले चाहिँ राखेको छु। अब पालो त्यसको। र सबैभन्दा टपमा लसुन र अदुवा छ, सेकेन्डमा अन्डा, थर्डमा प्याज, अनि फोर्थमा चाहिँ हाम्रै बारीमा फलेको अकबरी र सानो खालको टमाटर, अनि यो चाहिँ आलु। कालो खालको आलु चाहिँ अस्ति ड्याडीको नेपालीको घरमा काम गर्न जानुभएको थियो अरे, अनि उहाँलाई दिनुभएको यो कालो खालको। यो रातो खालको आलु चाहिँ किनेको। सो यसरी छ, सबै मिलाइसकेँ। अब चाहिँ फ्लोरमा स्विप गर्ने अनि मप गर्ने। त्यसपछि किचनको काम लगभग सक्यो भन्दा हुन्छ फाइनल। अनि मलाई चाहिँ पुरा सफा गर्दा भोक लाग्यो कि, अनि मैले चाहिँ यहाँ ओरियो बिस्कुट खोलेर खाँदै काम गरिरहेको छु। अनि यति सकेपछि चाहिँ कपडा सुकाउनु पर्ने छ, खानु पऱ्यो। भोक लाग्यो, फेरि हात मैला छ के। यस्तो भयो। अनि आमा बाहिर त पुरा रात परिसकेछ, हेर्नु त केही देख्नुहुन्छ? केही देखिँदैन। उज्यालो भएदेखि मैले काम गर्न थालेको, रात परिसक्यो, मेरो काम चाहिँ सकिने कुरै पर्दैन त। भोक लागेर हो कि किन हो, ओरियो बिस्कुट त यस्तो मिठो हो क्या मलाई। मप गरेर पनि सकिसकेँ मैले चाहिँ। हेर्नु त कस्तो टिली टल्किरहेको छ पानी। अब यसलाई सुक्न टाइम लाग्छ नि त, त्यही भएर अब म यतातिर कपडा निकाल्दै गर्छु। कपडा पनि रेडी भयो। सबै कति धेरै कपडा छ, बाफरे। के हो त्यस्तो? अब के हो यस्तो ख्रेङ गर्ने भनेको त? काटी हो, कहाँबाट काटी आयो? अरे यहाँ कपडाबाट काटी खसे जस्तो छ। कसको कपडामा चाहिँ थियो नि यो काटी? उज्यालो हुँदाखेरि बाहिर काम गरेको थिएँ नि त, अनि त्यो चिसोले होला नाक पुस्ता मेरो त नाक त पुरा रातो भएको थियो। अहिले पनि त्यस्तै भएको होला, थाहा छैन। अब नाक चाहिँ चिसो हुने क्या। जस अब मैले चाहिँ मेरो काम सकिसकेँ आजको लागि चाहिँ, भन्दा पनि कपडा सुकाउन बाँकी छ। यसलाई चाहिँ अब त्यो रेडिएटरको नजिक लानुपर्छ। टक्क यहाँ राख्ने। अनि यो चाहिँ हाम्रो सिटिङ रुमको रेडिएटर हो, त्यस्तो ठुलो त छैन। त्यही पनि यसको नजिकै सुकायो भने चाहिँ चाँडै कपडा सुक्छ। अनि यसलाई चाहिँ अलिकति यसरी तानेर मिलाउनुपर्छ। फाइनली आजको दिनको काम पनि मैले सकेँ। अब चाहिँ यहाँनिर बेडमा आएको छु। आइए थाकेछु, ढलिदिनु पर्यो अब एकैछिन भए पनि। अब एकैछिन ब्याकलाई रेस्ट दिन्छु, मेरो ढाडलाई रेस्ट दिन्छु। मेरो ढाड एकदम साह्रो दुख्छ क्या। अनि त्यसपछि
चाहिँ डिनर बनाउँछु। अब एकैछिन आराम त गर्नु पर्यो नि होइन। टोइलेट बाथरुम र बेडरुम चाहिँ हिजो मैले सफा गरेको थिएँ, त्यसको चाहिँ मैले भिडियो गरिनँ किनभने मेरो फोनमा स्पेस थिएन नि त। अनि मेरो फोनमा भएको कति धेरै भिडियोहरूलाई मैले डिलिट गर्दा 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 हिजो राति सुत्ने बेलामा है डिलिट गर्दा 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 गरेर बल्ल हल्का थोरै स्पेस बनाएको थिएँ। आजको भिडियोले त्यो पनि अब फुल हुन लाग्यो होला। म त के हो साह्रै थाकेछु कि के हो नि। सो अब आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु। अब चाहिँ म एकैछिन पढ्नु पर्ने छ क्या, लाइफ इन युके दिने टाइम आउँदैछ नि त, त्यही भएर मेरो त्यो पढ्नु पर्ने छ। त्यसले गर्दा मेरो दिमाग खराब बनाइरहेको छ। आराम भन्ने कुरा त छँदै छैन। अब त लाइफ इन युके पास गरेपछि बल्ल हल्का आराम हुन्छ। त्यही भएर चाहिँ अब म एकैछिन भए पनि पढ्छु। सो थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, सी यू नेक्स्ट भ्लग।